महानुभावहरूलाई नमस्कार। हामी यो मावि श्रीमती कृष्णदेवी जनता माध्यमिक विद्यालय मलङ्गवा कक्षा 10 मा अध्ययनरत भाइको नाम उहाँकै मुखबाट हामी सुन्नेछौँ र त्यो भाइले एउटा नयाँ कुरा आविष्कार पत्ता लगाएको छ जसमा हामीले सबै सराहनीयको काम विद्यालय परिवारको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा विद्यार्थीबाट यस्तै किसिमका नयाँ नौलो कुराहरू आविष्कार गर्नेछ भन्ने शुभकामना छ। भाइले हाम्रो निर्माण गरेको जुन दृष्टिविहीन व्यक्तिहरू छन् जुनहरूलाई बाटो क्रस गर्दाखेरि या कहीँ जाँदाखेरि अप्ठ्यारो जुन महसुस भइरहेको हुन्छ, उहाँले यस्तो किसिमको चस्मा ल्याउनु भएको छ भने कि उहाँ दृष्टिविहीन व्यक्तिहरू यो चस्मा लगाइसकेपछि बाहिर हिँड्दा कतै जाँदाखेरि उहाँको बाटोमा कुनै किसिमको अवरोध कुराहरू आयो या अगाडिबाट मान्छे आउँदैछ या कुनै खम्बाबाट ठोकिनेछ भने उसले एउटा सेन्सरको काम गरेर त्यो दृष्टिविहीन व्यक्तिलाई सचेत गराउने काम गर्छ र यसबारेमा अझै थप कुराहरू म भाइबाट जानकारी गराउन चाहन्छु। ल भाइको नाम पहिला भनिदेऊ। युवराज शाह मेरो नाम। अनि यो चाहिँ ब्याट्रीले काम गर्छ, सोलर पनि लगाएको छु हैन। हजुर हजुर। यो घाममा निस्केपछि सोलरले पनि चार्ज हुन सक्छ। अनि यो चार्जरको चाहिँ मोड्युल हालेको छैन, चार्जिङ मोड्युल हालेको छैन, त्यस्तै चार्जरले चार्ज पनि हुन्छ। यसलाई लगाएपछि हामी स्टार्ट गरिदियो भने यहाँ सामने 1-2 मिटरसम्मको रेन्जमा यो क्याप्चर गर्छ हैन। अनि खाली ठाउँमा जब हुन्छ त्यो क्याप्चर गर्दैन। जब हामी यहाँ हात लाउँछौँ भने अब्जेक्ट कोही पनि आउँछ भने त्यो आवाज गर्छ। यसले के गर्छ कि हामीले सचेत गराउँछ कि सामने कोही छ भनेर। अनि यसो बनाउने दिमाग भाइले कहाँबाट आयो? त्यस्तै सेन्सरबाट बनिहाल्छ नि सर। तर यहाँ देख्दाखेरि तपाईँको चस्मामा एउटा ठुलो सोलर लागेको छ भने यसलाई अझै अर्को कुनै नयाँ विकास गरेर चस्मैमा सबै कुरा अटिने गरी अहिले देख्दाखेरि धेरै कुरा छ होइन, तपाईँले राम्रो गर्नुभएको छ। तर यसलाई अस्ति आउने दिनमा यस्ता दृष्टिविहीनहरूको लागि कसरी यसलाई उपयोगमा ल्याउन सकिन्छ त? यसले उपयोगमा चाहिँ हामीले के गर्छौँ कि सबै जुन सामान जोडिएको छ यसमा पिसिबी बोर्ड लाग्यो होइन, त्यो पिसिबी बोर्ड लगाएर सबै सामान एकैचोटि एकैतिर लाग्छ होइन। अनि एउटा स्मल बोर्ड त्यो चस्माको त्यो स्टिकमा लागिहाल्छ। भाइले यो कति खर्च लागेको होला यसमा? आफै बनाउनु भयो कि कति खर्च लगायो? यसमा 2000 को खर्च लाग्छ। 2000 को खर्च छ। अनि त्यसै दृष्टिविहीन व्यक्ति जोसँग पैसा छैन उसले कसरी यसलाई सदुपयोग गर्न सकिन्छ? यसप्रति केही सोच राख्नु भएको छ कि? धन्यवाद छ सम्पूर्ण दर्शक महानुभावहरूलाई। उहाँले विद्यार्थी भाइले जुन गरेको प्रगति छ यसलाई सराहनीय छ। धन्यवाद।